नमस्ते तपाईहरु समक्ष फेरि पनि अर्को नयाँ प्रोडक्ट लिएर आइसकेको छु। माथि नाम पनि हेर्न सक्नुहुन्छ, साइन मोबिलाइज लाइफ इन्सुरेन्स। साइन मोबिलाइज लाइफ इन्सुरेन्सको सबैभन्दा राम्रो प्रोडक्ट जुन चाहिँ तपाईको अहिलेसम्म 1-2 गुणा मात्र हैन 2.5 गुणासम्म बढ्ने प्रोडक्ट लिएर आइसकेको छु। प्रोडक्टको नाम पनि मेरो सुरक्षित पोर्टफोलियो जीवन बिमा रहेको छ। एकदमै तपाईको विशेष गरेर चाहिँ यो अहिले इन्कमको स्रोत भइरहेको भविष्यमा चाहिँ लामो समयसम्म चाहिँ इन्सुरेन्स गर्नको लागि केही कठिनाइ हुन्छ भन्ने व्यक्तिहरूको लागि चाहिँ एकदमै राम्रो रहेको छ। तर विदेशमा बस्नेहरूको लागि त सबैभन्दा उत्कृष्ट रहेको छ। जस्तै हेर्नुहोस् है, मेरो सुरक्षित पोर्टफोलियो जीवन बिमा योजना तपाईले धेरै सोच्नै पर्ने। यसको बेसिक प्रिमियम 25,000 देखि तपाईले गर्न सक्नुहुन्छ। 25,000 देखि माथि तपाईको इन्कमको स्रोत अनुसार जति पनि राख्न सक्नुहुन्छ, नो लिमिट रहेको छ। र यसले एउटा के छ भन्दाखेरि हजुर 18 वर्ष पुगेको हुनुपर्छ, 18 र 40 वर्ष कटेको हुनु भएन। 18 वर्षदेखि लिएर 40 वर्षसम्मको मान्छेले मात्र मेरो सुरक्षित पोर्टफोलियो जीवन बिमा योजना किन्न सक्नुहुन्छ। र त्यसैगरी यो 18 देखि 40 वर्षको कोही हुन्छ किन्न सक्नुभयो भने यसको अवधि दुईटा मात्र रहेको छ। कि तपाईले 16 वर्ष लिनु पर्यो कि 20 वर्ष लिनु पर्यो। तपाईले यो भन्दा बढी चुज गर्न पाउनुहुन्न। र यसको सबैभन्दा राम्रो फ्याक्टर के रहेको छ भन्दाखेरि हेर्नु न, 16 वर्ष अवधि लिनु भने 5 वर्ष मात्र पैसा राखेको पुग्यो, धेरै राख्नु पनि पर्दैन। यदि तपाईँ 20 वर्ष अवधि लिनुहुन्छ भने 7 वर्ष मात्र पैसा राखेको पुग्यो। र अर्को बोनस रेट पनि हेर्नु न, अहिले नै थाहा पाउने भविष्यमा तपाईँको पैसा कति आउँछ भन्ने कुरा। जस्तै मान्यो यदि हजुरले 16 वर्ष अवधि लिनुहुन्छ, 5 वर्ष पैसा राख्नुहुन्छ भने जति पैसा राख्नुहुन्छ कम्पनीले ठ्याक्कै त्यसको डबल दिन्छ तपाईलाई। र त्यो कुन पैसाको दिने? बेसिक प्रिमियमको दिन्छ है हजुरलाई। र त्यसैले यदि 20 वर्ष अवधि लिनुहुन्छ भने 7 वर्ष मात्र पैसा राख्नु पर्यो। र त्यो पैसा जति पैसा राखिन्छ त्यसको चाहिँ 2.5 गुणा कम्पनीले दिन्छ। तर त्यो पैसा चाहिँ 20 वर्ष अवधि राखेको कारणले गर्दाखेरि चाहिँ 20 वर्ष पछाडि आउँछ। जस्तै एउटा इक्जाम्पल हेरौँ। जस्तै मानिलो अघि मैले भने जस्तै 16 वर्ष अवधि लिनु पाउने मान्छेले 5 वर्ष मात्र पैसा राखेको हुन्छ। जस्तै हजुरले 16 वर्ष अवधि लिइराख्नु भएको छ भने मानिलो वर्षको 1 लाख रुपियाँ पैसा राख्दै हुन्छ। एउटा इक्जाम्पल भने कम्पनीले के भन्यो, 16 वर्ष अवधि 5 वर्ष पैसा राख्नु पर्यो भनेपछि 16 वर्ष अवधिमा 5 वर्ष पैसा राखिराख्दाखेरि तपाईँको पैसा 5 लाख रुपियाँ भयो। तपाईँको 5 लाख पैसा हुँदाखेरि कम्पनीले के भन्यो, तपाईँ जति पैसा राख्नुहुन्छ त्यसको हामी बेसिक प्रिमियमको डबल दिन्छौँ भनेपछि 5 लाखको तपाईँले 5 लाख रुपियाँ राख्नु, 5 लाखको ठ्याक्कै 10 लाख कम्पनीले दिन्छ। तर त्यो पैसा कहिले दिन्छ? 16 वर्षपछि, किनभने तपाईँले अवधि 16 लिनु भएको छ। त्यसैले अर्को इक्जाम्पल हेर्नु, 20 वर्ष यसमा पनि 1 लाखको इक्जाम्पल लिनु, वर्षको तपाईँ 1 लाख रुपियाँ राख्नु पाएन। के भन्यो, 20 वर्ष अवधिमा हजुरले 7 वर्ष मात्र पैसा राखेको हो, 13 वर्ष पैसा राख्नु परेन भने हजुरले 7 वर्षमा हजुरले 7 लाख पैसा राख्नुभयो भने जति पैसा राख्नुहुन्छ कम्पनीले भनेको छ 2.5 गुणा पाउनुहुन्छ। 7 लाखको 2.5 गुणा भनेको 17,50,000 पाउनुहुन्छ। तर त्यो पैसा कहिले पाउनुहुन्छ? 20 वर्ष पछाडि पाउनुहुन्छ। एउटा इक्जाम्पल हेरौँ। के चाहिँ छ भने मानिलिनु तपाईँले पैसा तपाईँको 7 लाख रुपियाँ यहाँ राख्नुभयो, भोलिको दिन तपाईँलाई 18 पर्न सक्ला पैसा। त्यस्तो अवस्थामा के हुन्छ भने कुनै पनि इन्सुरेन्स कम्पनीमा 19वटा इन्सुरेन्स कम्पनी सरी अहिले 14वटा रहेछ, 14वटा इन्सुरेन्स कम्पनीमा तपाईँले पैसा राख्नुभएको छ भने 3 वर्ष पुरा पैसा राख्नुभयो भने चाहिँ यो इन्सुरेन्स कम्पनीबाट पनि तपाईँले लोन लिन सक्नुहुन्छ। लगभग 65% देखि 90% चाहिँ हजुरले लोन लिन सक्नुहुन्छ। त्यसो मैले एउटा सानो इक्जाम्पल दिएको छु, पैसा कसरी लोन पनि लिन सकिन्छ भने जस्तै मानिलिनु तपाईँले 5 वर्षमा 5 लाख पैसा राख्नुभयो भने अब खासमा यो 5 लाखको चाहिँ सरेन्डर भ्यालु 90% पर्ने। तर मैले एभरेज मेरो हिसाब गरिदिएको छु यहाँ बुझ्नको लागि। 5 लाखको 90% भनेर 4,50,000 चाहिँ तपाईँ लोन पाउन सक्नुहुन्छ 5 वर्ष पछाडि भनेपछि तपाईँले जति लोन पाउनुहुन्छ त्यसको ब्याज दर 10% मात्र रहन्छ, धेरै पनि परेन, 1 रुपियाँ पनि परेन। र त्यो पैसा कसरी भुक्तानी गरेर 6 महिनामा हजुरले ब्याज मात्र बुझाउँदा हुन्छ, पछाडि म बुझाउँछु भन्दा पनि पाउनु भयो। त्यस्तै 20 वर्ष अवधि पनि हेर्न सक्नुहुन्छ। जस्तै 7 लाख पैसा छ भने त्यसको हजुरले 90% निकाल्न चाहनुभयो भने 6,30,000% निकाल्न सक्नुहुन्छ। र त्यो पैसा पनि तपाईँले 10%को दरले 6 महिनामा ब्याज मात्र भुक्तानी गर्दा हुन्छ। यो रह्यो तपाईँले बेसिक प्रिमियम राखेको खण्डमा। यसमा तपाईँ एक्सिडेन्ट डेथ बेनिफिट पनि हाल्न सक्नुहुन्छ, त्यसपछि क्रिटिकल इलनेस पनि हाल्न सक्नुहुन्छ। त्यो तपाईँले सुविधा लिए अनुसार चाहिँ यो प्रोडक्टमा चाहिँ हजुरको पैसा अलिकति बढ्दै जान्छ। र तपाईँले यो प्रोडक्टमा सबैभन्दा राम्रो कुरा के भन्दाखेरि तपाईलाई लामो झन्झटिलो पैसा राख्नको लागि सोच्नु परेन। हजुरले 16 वर्ष यदि इन्सुरेन्स गर्नुहुन्छ 5 वर्ष मात्र पैसा राखेको तपाईँले लामो समयसम्म पैसाको लागि टेन्सन भएन। त्यसै यदि 20 वर्ष गर्नु यदि तपाईँले टर्म लिन्छ भने 7 वर्ष मात्र पैसा राखे पुग्यो। यसको विषयमा कुनै पनि तपाईँलाई अझै भनौँ न के जानकारीहरू लिनु छ भने केही सुन्नु छ भने हजुरहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद। सम्पर्क नम्बर
सम्पर्क नम्बर पनि म हजुरहरूलाई दिन्छु। यहाँ हेर्नुहोस् है, 9811316808।